स्वागत गर्न चाहन्छु यहाँलाई आजको यो भिडियोमा। आई होप कि तपाईँहरू पनि सन्चै हुनुहोला। म त एकदमै सन्चै छु। हेर्नुहोस् खेततिर डुलिरहेको छु। आज मैले त धेरै दिनपछि गाउँ आएपछि म खेत हेर्न आएको थियो। आजको मौसम यस्तो रहेछ, हेर्नुहुन्छ तपाईँहरू। एकदमै बादल लागेको छ, गाउँतिर राम्रो जस्तै हुन्छ। शर्माबाट त अब दिक्क लागेको छ यहाँ त। धेरै दिनपछि गाउँ आएपछि खेततिर त खेततिर घुम्न आइपुग्यो। आज त म एक्लै छु। तपाईँहरूलाई पनि म खेततिर एकपल्ट आइदिरहेको छु। एउटा कुरा पक्कै सुनेको होला, जहाँ हरियाली हुन्छ त्यहाँ खुसियाली हुन्छ अरे। यो कुरा पनि एकदमै साँच्चै हो। गाउँमा सबै मान्छेले एकदम चिलमा बसिरहेको हुन्छ। गाउँको वातावरण एकदमै सफा अनि चिटिक गरेको छ नि त। धेरै दिनपछि खेततिर आएपछि एकदमै रमाइलो र राम्रो फिल भइरहेको छ। नेचरमा घुमेपछि एकदमै आजको मौसम यस्तो रहेछ नि, पुरै हरियाली रहेछ गाउँतिर। खुसी पनि लाग्छ गाउँ आउँदा। अहिले आफूलाई गर्व पनि लाग्छ कि म गाउँबाट छु। तपाईँहरूलाई पनि मौका मिलेपछि एकपल्ट अवश्य गाउँतिर भिजिट गर्नु हुनुहोला। गाउँको मान्छे एकदमै सबै राम्रो हुन्छ, मिल्दो हुन्छ, सबैसित राम्रो कुरा गरिरहेको हुन्छ नि त। टाइम त थुप्रो भइसकेको छ, त्यसैले कोही कसैलाई पनि हेर्न सक्दैन, सब घर गएका छन्। मलाई अलिकति काम थियो, त्यसैले म आएको थिएँ। त सोचिरहेको थिएँ भिडियो बनाइहालौँ, धेरै दिन भिडियो बनाएको छ भनेर। त्यसैले आज म यो भिडियो सुट गरिरहेको छु। हावा पनि एकदमै क्या मस्त लागिरहेको छ नि, पुरै चिसो हावा आइरहेको छ। एकदमै पुरै ग्रिन ब्याडबाट राम्रो फिल भइरहेको छ। अब म घरतिर लाग्दैछु। खेततिर त घुम्न भयो, अब कति घुम्ने रे, धेरै घाम पनि छ। फेरि म गालो भइहाल्छ नि त। आज हाम्रो गाउँमा पूजा पनि छ, त्यही हेर्न म गाउँतिर आएको छु। हामी त खालि पूजा भनेर चिनिन्छ। उनीहरूलाई पनि आज म साँझतिर हुन्छ हेराइदिन्छु। यो भिडियो त अब आज छैन, म कहिले हाल्छु कहिले नि। टाइम भ्याउँछ नि त हालिदिन्छु साँझतिर। भ्याउँदिनँ भने 2-3 दिनपछि आउँछन्। कलेज मेरो खुल्नेवाला छ इतबारदेखि, फेरि कलेज लाग्छ अरे। पनि धेरै रहेछ, छतालाई नबिर्से। एकदमै धेरैभन्दा धेरै घाम रहेछ नि त, सहन नसकिने घाम रहेछ। तर गाउँको मान्छे हामी सधैँ यतिमै हिँडिरहेको हुन्छ नि त। सबले गाउँको मान्छे एकदमै एस्टिमेना तिनीहरूको एकदमै राम्रो हुन्छ गाइस।
तपाईँहरूलाई भन्नुभएको थियो नि मैले कि पूजा छ हाम्रो गाउँमा आज उल्लु यता रहेछ मन्दिर हामी त मन्दिर आइपुग्यो हेर्न तर कोही छैन यता कोहीलेसम्म आएको छैन तपाईँहरू पनि हेर्न सक्नुहुन्छ कोही आएको छैन कोही पनि आएको छैन किनभने आज धेरै घाम छ आज धेरै घाम छ आज अहिलेसम्म त कोही आएको छैन केटाहरू उता खेलिरहेछ सानो सानो केटाहरूले तर कोही आएको छैन म साथी आइपुगेँ अब सायद सुरु हुनेवाला छ पूजा सबैजना आइपुगेको छ हेर्न सक्नुहुन्छ तपाईँहरू पनि पूजा सुरु हुन गइरहेको छ सब मान्छे भेला भइसकेका छ केटाहरू पनि एकदमै टुलिरहेको छ सबले पटिङ गइरहेको छ